everyone, good morning, जजलापा वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू सदा चाहिँ म आज पनि उपस्थित भइसकेको छ। आजको दिन चाहिँ एकदम घाम चटिक्क लागेको छ। बिहानको घाम नै भन्नु सुहाउँदैन। बिहान 5 बजेदेखि नै घाम त तलल तल्केको छ र आज चाहिँ हावा पनि चल्दैछ। हिजो अस्ति पानी परेपछि चाहिँ घाम चाहिँ एकदम चर्को भएको छ। चर्को आजको दिन चाहिँ हाम्रो सुरुवात भइसकेको छ। अहिले चाहिँ म चिया खाँदैछु। चिया खाँदैछु। अनि अब आजको दिन त के कस्तो हुन्छ भनेर चाहिँ हेर्नै पर्ने हुन्छ तपाईहरूले र मेरो भिडियोहरू चाहिँ हेरेर साथ सपोर्ट दिनु होला। फुल भिडियो हेरिदिनु होला, स्किप नगरिकन हेरिदिनु होला, धैर्यका साथ हेरिदिनु होला नि। त्यही भनेर आजको चाहिँ भ्लग चाहिँ सुरु गरिसकेको छु साथीहरू। अब आज चाहिँ के गर्छु, कहाँ जान्छु भन्दा पनि आज चाहिँ धेरै घरकै नै काम हुन्छ। अब घरकै काम गर्नुपर्छ। आज चाहिँ कति दिन भइसक्यो घरको कामहरूलाई थालिनै भएको। अब घरको काम गरेर चाहिँ सरसफाइ लुगा धुने यताउति चाहिँ गर्नुपर्छ। अब हेर्दै जाउँ के हुन्छ। वेट एन्ड वाच। म त बुढोलाई वेलकम मेरो भिडियोमा। बुढो गुड मर्निङ। थ्याङ्क यू। गुड मर्निङ चाहिँ भन्नु छैन, थ्याङ्क यू। तिमीले गुड मर्निङ भनेपछि मैले पनि गुड मर्निङ नै भन्नु, थ्याङ्क यू भन्नुपर्छ। अनि यो चाहिँ चिया खाँदै हुनुहुन्छ चाहिँ। अनि घाम चाहिँ यसो तलल यसो। आजको मेरो कोठाको हालत चाहिँ हेर्नु नि। यहाँ लुगा धुने, यता लुगा मिलाउने, यता यस्तो छ मेरो कोठाको हालत। के साह्रो हो भ्याइ नभ्याउनु नि। यहाँ कोठाको हालत, यहाँ लुगा धुने छ, यहाँ त्यत्तिकै छ, यहाँ छ। भगवान् के हो यस्तो। अरू केही? आज शनिबारको दिन। आज मेरो अफिस पनि अलरेडी छुट्टी छ है। र मेरो श्रीमतीको पनि आज काममा चाहिँ जानु नपरेकोले गरेर उसको चाहिँ अब नगए पछिको नै छुट्टी हुन्छ। अब मेरो चाहिँ अब शनिबार मात्रै प्रायः गरी छुट्टी हुन्छ। त्यही भएर चाहिँ अब आज चाहिँ घरको काम यसो मिठो खाने। अब पानीको ट्याङ्की पनि सफा नगरेको धेरै भएको छ। 4 महिना एक्लैले सफा गर्न सकिन्छ। मन भए सबै चिज सकिन्छ, मन नभए 5 जनाले पनि सकिँदैन। त्यही भएर अब यसो ट्याङ्की सेङ्कीहरू पनि सफा गर्नुपर्ने। अब पैसा बगाए त त्यहाँ चाहिँ पानीको पाइपलाइन पनि चेन्ज गर्नुहुन्थ्यो, तर त्यो पैसा छैन। ल आजलाई चाहिँ यति भन्दै नै भिडियो स्टार्ट गर्दैछु हामीहरू। हजुरले हेर्दै गर्नु होला, के कस्तो छ प्रतिक्रिया दिनु होला। साथीहरू गर्मी लागेसँगै अब चाहिँ ब्ल्याङ्केटको चाहिँ काम सक्यो। अब ब्ल्याङ्केट चाहिँ यसरी थन्काउनु पर्छ। अब फेरि अर्को जाडोमा त चाहियो नि। त्यही भएर यसरी पट्याएर यस्तो गच्चको झोलामा हाल्नुपर्छ। यस्तो हालेर यसलाई पुरा सिट गरेर चाहिँ यसरी हाल्नुपर्छ। अब फेरि अर्को वर्ष त चाहियो त। यस्तो गर्मी हुन्छ कि बेलुका। अब चाहिँ पाकाले ब्ल्याङ्केट निकाल्ने। त्यो ब्ल्याङ्केट चाहिँ यसरी खन्नुपर्छ। त्यो ड्राइली त्यो हेयर ड्राई भएको भए चाहिँ यसरी भ्याकुम भएको भए चाहिँ यसरी हावा सबै निकालेर चाहिँ हाल्नुहुन्थ्यो। छैन। टेप छैन है। न टेपले च्याप पारेर टेपले पास्नुहुन्थ्यो। अब यति गऱ्यो भने त धुलोहरू पस्दैन नि। अर्को साल त गजब हुन्छ नि त। भ्याकुमको जरुरतै पर्दैन। तिमी त्यसमा बसी मात्रै देऊ न। तिम्रो वेटले सबै त्यो हावा निस्किहाल्छ। होइन होला के हो? त्यो मसिनोले हुँदैन होला नि। हुँदैन, मसिनोले हुँदैन।
अब यो चाहिँ उता दराजमाथि त्यो राख्नु ब्यागमा डोरी छ मेरो प्लास्टिकको डोरी छ त्यसलाई बाँधिदिँदाखेरि पनि त्यो कमसेकम हुन्छ नि धुलोहरू पस्दैन कि अरू भन्दा नि यसरी मर्मत गरेर बाँध्नुपर्छ सिरप अस्ति खाँदा ब्ल्याङ्केट चाहिँ सन्तानै फुर्सद नभएको भन्दा के भन्नु अब यो बाँधेपछि त धुलो पस्दैन पन्ना पस्दैन के त थाहा भयो के पन्ना चाहिँ साधन भएको अब यो माथि चाहिँ ब्ल्याङ्केट रेडी माथि हाल्नलाई
लो यी साथीहरू हामी त करेन खानालाई करेन छ अन्डा छ छुट्टीको दिन कामसाम गरियो लुगासुगा धोइयो कोठाहरू मिलाइयो अनि अब खाजा खाइयो मलाई चाहिँ सुक्खा भन्दा झोलै मनपर्छ झोलै बनाउनु झोल हालेको झोल मनिषले भन्यो राम मान्छे छ है खानासँग खाएर सुन्छ कहाँ छ बिराख्नु त कता हो पहिला नि म यसरी उमालेर चल्छ खाँदिनँ थियो त कस्तो उमालेर चल्छ यसरी उमालेर खाँदिनँ थियो वाइ भयो पहिला त वाइ मात्रै थियो नि यस्तो पिरो चल्छ हो थिएन नि त कि डाँडा कि वाइ अनि मलाई यसरी उमालेर मलाई पर्दैन कारण यसरी उमालेर खायो भने मलाई त त्यो भित्र चलेको जस्तो लाग्छ क्या अनि सबैजना यसरी उमालेर खायो भने म त काँचै खाँदैन हामी सानसानो हुँदाखेरि फेरि बिरामी पर्दाखेरि आमाले के खान्छेस् भन्दाखेरि पनि वाइ नै भन्छ क्या लाग्छ कि के छ बिमारी हुनुको लागि वाइ खानको लागि पनि बिमारी नै हुनु चाहिँ कहिले काहीँ खायो भने चाहिँ म त यसो पकाएर खाँदिनँ फेरि यस्तो मोटो कहाँ हुन्छ र भाइ मसिनो हुन्छ नि त वाटरमेलन थियो ए अब मम्मी बाबु सम्झिरहेको थिएँ शनिबार अनि साथीहरू खुट्टे कान्छीको दराज लाने भन्थ्यो अब दराज पठाउनु पर्छ होला
मसल गरेर अस्तिको तर बिफोर देखाएको थियो अब आफ्टर कस्तो हुन्छ गरेर हेर्नुपर्छ आफ्टर भने आफ्टर भनौँ न आफ्टर जे भने बुझिहाल्नु आफ्टर होइन आफ्टर झोल चाहिँ साह्रै मिठो लाग्छ हौ मलाई पेट त खाएको फेरि यस्तो पिरो खान्छ यताउति गर्दा गर्दा छुट्टीको दिन पनि यस्तो छिटो बित्छ मेरो बुढोले वाटरमेलन काट्दै हुन्छ रातो छैन भित्र ठिकै छ त्यति रातो रहेनछ नि त त्यति चिसो पनि भएन त चिसो खानु अब चाहिँ कान्छीको जग्गा हेर्नु जानुपर्छ ल उतै भेट्नुपर्छ मेरो बुढोले खरबुजा खाँदैछ मेरो बुढोको खरबुजा चाहिँ एकदम बेस्ट भन्दा नि एउटा कुरा नि साथीहरू मेरो बुढो पानी त्यति खाँदैन कि अनि खरबुजा खान्छ अनि पानीको मात्रा ठिक्क लेभलमा आउँछ किनभने यो कुरा कसरी थाहा भयो भने अस्ति नै एकचोटि हैन बिरामी हुँदाखेरि विकनेस हुँदाखेरि चाहिँ खरबुजा खुवाएर मैले निको पारेको मेरो बुढोलाई हैन कस्तो त्यो भएको थियो विकनेस भएको थियो नि अनि त्यहाँदेखि चाहिँ अनि धेरै खानुहुन्छ मजाले खानुहुन्छ खरबुजा चाहिँ यस्तो खरबुजा पनि एउटा हिसाबले यस्तो त्यो के भन्छ अरे इम्युनिटी के भन्छ मलाई भन्नै आएन पावर के अरे इम्युनिटी पावर त्यो दिँदो रहेछ के खरबुजाले पनि मलाई चाहिँ अब मेरो इङ्ग्लिस त यस्तै हो कि साथी डोन्ट माइन्ड हेलो म गएँ दराजको उसमा बाफ्रे कान्छ त मक्खै छ नि लाइन कान्छी पनि मक्खै छिन् कान्छी पनि मक्खैको 4000 पैसा दिँदैछु खुसीले गरी खाऊ भने गरी खाऊ भनेर सबै सिधै छ हमला नगरेकोले हमला के ल भइहाल्यो त यो होइन यस्तै चलिरहेको छ नि त अहिले खोल न चाबी खोल ह्यान्डल पनि नयाँ राखिदिनु भएको रहेछ बनाइदिनु भयो
चाबी त्यही होला नि, हेर न खोलेर भित्र पनि यस्तो भएछ। राम्रो भएछ। कस्तो बनाएको राम्रो खोइ मलाई खोल्न नआएको दिन ए भगवान् यो धेरै जान्नु पनि केही होइन। लुगा ढोएर पनि भ्याइसक्यो। धेरै लुगा ढोएँ आज मैले। वाउ यो चाहिँ कस्तो दामी छ हौ आमा, कस्तो खालको फुल हो यो त। कस्तो दामी। यहाँ पनि फुलै छ मजाले फुलहरू। फुलहरू पनि मजाले फुलेछ। साँझको सनसाइड कस्तो राम्रो छ भाइ।